नमस्ते। म यो देशको एउटा नागरिक भएको हुनाले मलाई पनि देशको राजनीतिको विषयमा चासो अवश्य हुन्छ। त्यो आफ्नो ब्रह्मले आफूले देखेका भोगेका समाजमा देखेका कुराहरूले सबै कुराबाट क्याल्कुलेसन गरेर आफूले जे जान्यो त्यही बोल्न आँटेको मात्रै हो। भदौ 23-24 पछिको जेनजी आन्दोलनपछि त्यो अब कसले गरायो किन गरायो भन्नेपट्टि अलिक पछि जोडिउँला, अहिले त्यसपट्टि नजाउँ, त्यो त अब सर्वविदित छ। अहिले मेन मुद्दा के छ भने नयाँ राजनीतिक दल यानि कि जेनजी मुभमेन्टबाट आएका दल, विशेष गरी रासोपा र पुराना राजनीतिक दलहरू बिचमा नै देश चाहिँ तरङ्गित छ, तरलकृत भइरहेछ। नयाँ भन्छन् हामी जसरी पनि जित्छु, पुराना भन्छौँ यिनीहरू त फलानाका दलाल, ढिस्कानाका दलाल, अमेरिकाका दलाल भनेर पुरानाले नयाँलाई दोष लगाइरहेछन्। नयाँले यिनीहरूबाट भ्रष्टाचार भयो, काम भएन, यिनीहरूलाई निमित्यान्न पार्नुपर्छ, सिद्ध्याउनै पर्छ, यिनीहरूले कारण यसलाई नेपाल नबनेको हो। अब पनि यिनै पार्टीहरू आइरह्यो भने, यिनै पार्टी सत्तामा बसिरह्यो भने देशले कहिले काँचुली फेर्न सक्दैन। त्यही भएर अब यिनीहरूलाई भोट होइन, भोट हामीलाई दिनुहोस्, हामी नै 5 वर्ष देशको शासन सत्ता चलाउँछौँ भनेर नयाँहरू लागिरहेको अवस्था छ। यसलाई अब मान्छेले जे जसरी अतिरञ्जित गरे तापनि वास्तविकता के हो भनेर 2-4 कुरामा हामीले ध्यान दिनुपर्छ। नयाँ दललाई जित्दा फाइदा के र पुरानाले जित्दा फाइदा के, र यदि नयाँ दलहरू दलाल होइनन् अर्थात् यिनीहरू कसैको इसारामा छैनन् भने उनीहरूले आफूलाई प्रमाणित गर्न नसकेका किन, र यदि हुन् भने पुरानाले यिनीहरूको चाहिँ पोल नखोलिदिएको किन। अब यहीँनिर छ ट्विस्ट। विचार गर्दै जाँदाखेरि मैले यसको चाहिँ अब दलाइ लामासँग कनेक्सन जोडिएको भेटेँ, चाइनासँग कनेक्सन जोडिएको भेटेँ, त्यसपछि आएर सिधै अमेरिकासँग कनेक्सन जोडिएको भेटेँ। अब यो चुनाव गराउन खोजेको अमेरिकालाई फाइदा के? अमेरिकालाई फाइदा अरू केही पनि होइन। अमेरिकाले यहाँ आएर आफ्नो सेना लाद्ने भन्ने उसको सोच पनि छैन। नेपालमा के नै छ र के भन्छ खनिज पदार्थ त्यस्तो साह्रो नेपालमा होइन, यहाँको जिडिपी पनि खासै ठुलो पनि होइन, मात्र एउटा सामरिक अर्थ राख्छ अमेरिकालाई। उसको स्वार्थ छ दलाइ लामा। अब दलाइ लामा त 90 वर्ष हुनुभयो, उहाँ त अब बित्ने टाइम आयो, नयाँ दलाइ लामा चाहिएको छ। चाइना चाहन्छ चाइनाबाट हेर्ने तिब्बतबाटै नयाँ दलाइ लामा चुनौँ भनेर, तर अहिलेको दलाइ लामा के चाहनुहुन्छ भने अब तिब्बतबाट दलाइ लामा चुनिँदैन, तिब्बतभन्दा बाहेकको एउटा स्वतन्त्र देशबाट दलाइ लामा छान्ने हो भनेर उहाँले स्पिच दिइसक्नु भएको अवस्था छ। तर उहाँले नेपाल त भन्नुभएको छैन। तर कुरो बुझ्दै जाँदाखेरि चाहिँ अब अन्त चाहिँ कहाँ छन् त त्यो के अरे दलाइ लामाको समर्थकहरू सबभन्दा बढी सजिलो कहाँ छ भन्दा नेपाल सजिलो छ। नेपालमा धेरै हुन्छ दलाइ लामाको सपोर्टरहरू पनि हिमाली जिल्लाहरूमा। त्यसले गर्दाखेरि चाहिँ अब नयाँ छानिने दलाइ लामा चाहिँ नेपालबाटै छानिने हो, र त्यो दलाइ लामालाई प्रोटेक्सन दिनको लागि र त्यो उसलाई चाहिँ फल्न फुलाउनको लागि चाहिँ अमेरिकाले आफूले चाहे जस्तो सरकार चाहिएको हो। त्यो भएर चाहिँ अमेरिका जसरी पनि नेपालमा नयाँ राजनीतिक दलको उदय यानि कि रासोपाको उदय गराएर रासोपाको सरकार बनाएर नयाँ दलाइ लामालाई चाहिँ प्रोटेक्सनको लागि चाहिँ अमेरिका अगाडि बढेको हो। अमेरिकाको स्वार्थ त्यति मात्रै हो, अरू अमेरिकाको स्वार्थ छैन। र त्यो स्वार्थमा अब चाइना रिसाउँछ। चाइनालाई त उसलाई त जसरी हुन्छ दलाइ लामा त अब बढ्ने 15औं दलाइ लामा त उसलाई चाहिँ आफ्नै देशबाट तिब्बतबाटै बनाउनु छ। अब यही अमेरिका र चीनको चाहिँ टकरावमा सामान्य टकरावमा एकजना दलाइ लामा को छानिने टकरावमा नेपालको चाहिँ यो राजनीतिक चलखेल भइरहेको हो। अब चीनले पनि यदि कुरो साँचो मेरो पनि यो अनुमान हो, स्वतन्त्र अनुमान हो, यदि कुरो साँचो छ भने चीनले नम्बर 1 चुनाव हुन दिँदैन। अन्तिम अवस्थाकालीन चुनाव भाँडेले छाड्छ चीनले, र चुनाव भइहाल्यो भने पनि चीनले नेपाललाई यत्तिकै छोड्नेवाला छैन। नेपालमा चाहिँ अब द्वन्द्वको चाहिँ बिउ रोपिनेवाला छ। अब हजुर हामी सबै नेपाली भोटरहरूले अब यस विषयमा सोचेर भोट हाल्नु होला। सबैको भोटको सम्मान हुन्छ नेपालमा, होस् या जहाँसुकै होस्। यति भन्दै नमस्कार।